हेरेर सिक्छ, हामीलाई देखेर सिक्छ। डाक्टर साहबले भन्नुभयो द्वन्द्व झगडा नगर्नु होला, नराम्रो नबन्नु होला। तर बाउ आमा झगडा गर्दाखेरि अहिलेको युथहरूले भन्दा अश्लील शब्दहरू निकालेर घरमा झगडा गरिरहेको सुनिन्छ। सानो बच्चा कुनामा बसेर हेरिरहेछ। तपाईँले जति महँगो शुल्कमा जुनसुकै टप लेभलको बोर्डिङ स्कुलमा भर्ना गरे पनि बच्चा राम्रो हुँदै हुँदैन। किनकि त्यो घरमा जे देखेको छ, जे सुनेको छ, अब त्यही रिफ्लेक्ट हुँदै हुँदै हुँदैछ। म त भन्छु आमाको पेटमा रहँदै बच्चाको भविष्य निर्धारण गरिएको छ। जुन आमाले गर्भावस्थामा राम्रो वातावरण पाए, मानसिक र शारीरिक रूपमा स्वस्थ रहने वातावरण पाए, जसको श्रीमानले अत्यधिक केयर गरे। यसो सोच्नुहोस् त, ती साथीहरूको बच्चा आज कति ह्याप्पी छ। नाच भन्यो भने नाच्छ, गा भन्यो भने गाइदिन्छ, जान्दिनँ यहाँ उहाँ केही पनि भन्दैन। जुन साथीको श्रीमानको कुटाइ खाएर, जुन बच्चा आमाको पेटभित्र बाउको लात्ती खाएर जन्मियो, त्यो बच्चालाई हेर्नुहोस्, मान्छेको भिड देख्यो भने तर्किन्छ, क्लासरुममा पछाडि गएर बस्न खोज्छ, बोल भन्यो बोल्नै खोज्दैन, बोल्नै सक्दैन। सब दोष बच्चातिर देखिरहेको हुन्छ। मैले मेरो यस्तो भयो, उस्तो भयो, यस्तो भयो, उस्तो भयो। छोड्नुहोस्, घरमा राम्रो वातावरण क्रिएट गरौँ, सब ठिकठाक हुन्छ। बरु पुगेन भने एक साथ खाउँला, तर बच्चाको लागि समय निकालौँ। म त यही अनुरोध गर्छु, किनकि काउन्सिलिङको क्रममा धेरै अभिभावकसँग भेट्ने मौका पाएँ। तपाईँको यही बोर्डिङ स्कुलको विद्यार्थीहरूसँग हुन्छ। म भोटौलको 3-4वटा बोर्डिङ स्कुलमा रेगुलर काउन्सिलिङको लागि जाने गर्छु। त्यहाँ देख्छु बच्चा आफैमा पीडित छ। पीडित कसले बनायो? तपाईँ हामीले। तपाईँ हामी फेरि कस्तो भएको छौँ भन्दा आफूले जानेको, आफूले बुझेको, आफ्नो सोच त्योभन्दा ठिक अरूको छैन। सब चिज मैले जाने छु, मैले भने अनुसार नै हुनुपर्छ। टिचर को हो त्यो टिचर? त्यसले भनेको मेरो बच्चा त यस्तो हो नि, यस्तो हुनुपर्छ। कति पहिला भन्छौँ हामी, सबै बच्चाले बोलेका कुरा अभिभावकलाई सुनाउन मिल्दैन। तपाईँ श्रीमान श्रीमती मात्रै 2जना एक अर्कामा राम्रोसँग बोल्नुहोस्, तपाईँको बच्चामा चेन्ज आउँछ। हामी के छ, यस्तै त हो। हामी राम्रो छ, एक्सेप्ट नै गर्दैन। घरमा द्वन्द्व छ भन्ने कुरालाई लुकाएर राखेको छ। त्यसको शिकार चाहिँ को भइरहेको छ? बच्चा। बिस्तारै अरू कुराहरू पनि गर्दै जाउँला। तपाईँलाई थाहा छ, खालि एउटा झकझक्याउने काम गरेको छ विद्यालयले। त्यसपछि हामी वर्कसपमा बसेर पनि तपाईँहरूसँग काम गर्छौँ। त्यो वातावरण विद्यालयले मिलाउँछ भन्ने मलाई विश्वास छ। बच्चाको अगाडि हामीले नमस्कार अरूलाई गरेको बच्चाले सिक्छ र अनि त्यसपछि बल्ल अरूलाई नमस्कार गर्छ। बच्चाले नमस्कार गरेन, संस्कार भएन। संस्कार सिकाइदेऊ विद्यालय, संस्कार सिकाइदेऊ शिक्षक। सब चिज पैसाले किन बुझिरहेछ? होइन जस्तो लाग्छ। किन बुढाबुढी बसेर, घर परिवारको मान्छे बसेर एउटाको खुब कुरा काट्छ, फल्लो यस्तो उस्तो, होइन खत्तम यस्तो उस्तो। अर्को दिन बिहानै त्यही मान्छे आयो, तपाईँले त जबरजस्ती नमस्कार गर्नुहुन्छ, बच्चाले नमस्कार गर्दैन। त्यसपछि त्यो मान्छे गइसकेपछि तेरो संस्कार चाहिँ नमस्कार गर्नु पर्दैन? किन गर्ने नमस्कार बच्चाले? हिजो रातभरि त्यो खत्तम मान्छे हो, चोर डाँगा हो, फटा हो भनेर सुनेको छ, अनि त्यो सुनिसकेपछि अर्को दिन त्यही मान्छे आउँदा नमस्कार गर्छ। हामी कहाँ चिप्लिरहेका छौँ?
बच्चाको अगाडि स्कुलको फीको विषयमा, बच्चाको अगाडि ऋण धनका विषयमा, बच्चाको अगाडि अरूको राम्रो कुराहरूको बारेमा बच्चाले हेर्नु सुन्या छैन के अरे, जान्या छैन के अरे। यिनीहरूको माइन्ड यदि पावरफुल छ, जे सुन्छ त्यसको इफेक्ट र त्यो तत्काल देखिँदैन। त्यो देखिने भनेको 20-22 वर्षको थोरै 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 सम्झिँदै 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 क्यान्सर पनि एकैचोटि देखिन्छ नि, देखिन्न? भित्र फर्स्ट स्टेप होला, सेकेन्ड स्टेप होला, थर्ड स्टेप होला, जब लास्ट पुग्छ सकिन्छ बचाउन सकिँदैन। त्यस कारणले गर्दाखेरि बच्चाको दिमागमा घाउ लगाइदिने काम नगरौँ। आदरणीय अभिभावकज्यू, जसरी बच्चाको ड्रेसलाई सफा राखेर धोइदिएर 2-3 दिनको बिचमा चाहिँ त्यसलाई एकदमै राम्रो बनाएर आइरन लगाएर आफ्नो बच्चालाई पुतली जस्तै बनाएर तपाईँले जब विद्यालय पठाउनुहुन्छ त्यति बेला ख्याल गर्नुहोला, म बच्चाको ड्रेस त राम्रोसँग धोएर आइरन लगाएर पठाएको छु, मेरो बच्चाको मानसिकतामा दाग नलगाउने तरिकाले, दाग गहिरो गरी नबस्ने तरिकाले त्यो दिमाग सफा गरिदिए कि गरिदिएन भन्ने कुरालाई अत्यन्तै संवेदनशील भएर हामीले सोच्नुपर्छ। त्यो बच्चाको दिमागमा लागेको घाउ दाग पखाल्ने भनेको अपरेसन गर्ने होइन, कुनै मेडिसिन छैन। तपाईँको बोली नै तपाईँको बच्चाको लागि मेडिसिन हो, तपाईँको व्यवहार नै तपाईँको बच्चाको लागि मेडिसिन हो। यदि बोली र व्यवहार सही छैन भने जब गलत औषधि प्रयोग गरेर उपचार गरिन्छ उसले परे मान्छेको ज्यान जान्छ कि जाँदैन? जान्छ कि जाँदैन भन्नुहोस् त? हाम्रो पनि बोली र व्यवहार गलत भयो भने बच्चाको ज्यान जान्छ। हेर्नुहोस् त, सुसाइड गर्यो भन्ने सुनिन्छ हामीले, हो? कारण के? धेरै मनका घाउहरू बढेको कारणले होइन त? सानो सानो कुरामा सम्हालिन नसक्ने, सानो कुरामा चित्त दुखाउने, सानो कुरामा निराश हुने, भोलि हाम्रो बच्चाको चाहिँ त्यो अवस्था नआओस्। आज बाबु नानी ठिक छन्, तिनीहरूलाई साँच्चै तपाईँले बनाउन खोजेको एउटा असल मान्छे, केही वर्ष दुःख गर्नु, त्यसपछि उनीहरू आफै। आज हेर्नुहोस्, ब्याचलर लेभलको बच्चा निराश भयो भनेर हामी हेर्छौँ। समस्या कहाँ छ? खोज्दै खोज्दै जाँदाखेरि घरभित्र छ, घरभित्र देखिन्छ कि ज्वरो त त्यही छ नि त। तर हामी ब्याचलर पढ्ने बच्चाले ड्रग सेवन गर्यो भनेर चिन्तित हुन्छ। आजदेखि साँच्चै सचेत हुने भने यो बिग्रिँदै गरेको समाजमा तपाईँको बच्चा त्यही बिग्रेको समाजलाई बनाउने एउटा असल छोरा र छोरी भनेर निस्कन्छ। म चाहिँ यो दावाका साथ हुन्छु, यसको सम्पूर्ण हात भनेको घरमा र विद्यालयमा छ। यसको लागि सहकारी गरौँ। सानो बच्चा छ, सानो बच्चासँग अहिले तपाईँले खेल्ने टाइम दिनुहोस्। खेल्दै गर्दाखेरि मोबाइल हेर्नुहोस्, रिजेक्ट गर्नुहोस् भन्दैन मैले, तर ज्ञानका कुराहरू दिनुहोस् न त मोबाइलमा। कार्टुनमा नभुलाउनुहोस्। कार्टुनमा भुलाउने काम गर्यो, अरू कुराहरूमा भुलाउने जुन नलेज हुँदैन र टाइम धेरै स्क्रिन टाइम भयो भने के गर्नु? चस्मा खोलेर हिँड्नु मन लाग्छ, यो पछाडिसम्म देख्दै यही स्क्रिन टाइमले गर्दा लाग्छ कि कहिले मोबाइल नचलाउनुहोस् भन्ने हिँडेका मान्छे नै मोबाइल धेरै चलाएको कारणले गर्दाखेरि चस्मा लाउनु
मेरो जस्तै क्यारेक्टर त अरू अभिभावकसँग पनि मिल्छ होला, म जस्तै अभिभावकहरू अरू पनि हुनुहुन्छ होला। हिजो बच्चाले खाना खाएन, मोबाइल दियौँ, स्कुल जान थाल्यो, घरमा आएर मोबाइल हेऱ्यो, दोष विद्यालयलाई। ए सर के सिकाउनुहुन्छ तपाईँ? मेरो बच्चाले मोबाइल मात्रै हेर्छ, होमवर्क गरिदिनुहोस्। यही हलमा सुनेको छु मैले। यसो विचार गर्नुहोस् त, होमवर्क गरिदिएर बच्चाले अब मोबाइल हेर्न छोड्छ भन्नुहोस् त। अनि बानी हामीले बचाल्ने हेर्नुहोस् है। यो सहकार्य साथ संवाद भनेको यही नै हो कि यहाँ कहाँनिर टिचर, कहाँनिर विद्यालय र कहाँनिर अभिभावकको कमजोरी भयो त्यो पत्ता लगाउनु हामीले पर्छ। कमजोरी कसले गरे हो भन्ने थाहा भए त समस्या समाधान गर्नको लागि तपाईँ हामी राम्रोसँग सिफारिस। खाना खाएन आफ्नो सजिलोको लागि है, दियो, ठुलो भयो, स्कुलमा आएर कराइरहेको छ। त्यसै अभिभावकलाई भगवानको रूपमा लिएको रहेछ। जन्म दिने बाबामा भगवान सरी हो। ढुङ्गाको देवता पुजेर के गर्छौ? बाबामालाई पुज। हामीले समाजमा सुन्दै आएको यही हो। बाबामा भन्न सजिलो छ फेरि, बाबामा भन्न सजिलो छ, दुःख छैन। तर याद गर्नुहोला, असल अभिभावक बन्नको लागि चाहिँ कठिन छ। असल अभिभावक बन्नको लागि हामीले केही गर्नु पर्दैन। कहिले असल अभिभावकको रूपमा मैले गरेका कामहरू राम्रा छन् कि छैनन्, बच्चाको हितमा छन् कि छैनन्, सुत्ने बेलामा यो प्रश्न आफूलाई गर्नुभयो भने त्यहाँबाट राम्रो जवाफ आउनेछ। र तपाईँहरूसँग फेरि भेट्ने बाचा सहित फेरि भेट्दाखेरि हामी बोल्ने भन्दा पनि तपाईँहरू बोल्ने। आज धैर्यतापूर्वक सुन्नु भएको छ, धेरै खुसी लागेको छ। धन्यवाद तपाईँहरूलाई। अब फेरि विद्यालयले बोलाउँछ।